सबै कति रमाइलो गरिरहेका छन् है है सबै कति रमाइलो गरिरहेका छन् है। तिमीहरू सधैँ मिलेर बस्नु यही मेरो आशा हो। हुन्छ आमा, हामी मिलेर बस्नेछौँ। हात पाइलाई कहिल्यै दुःख दिन्नौ। यो दसैँमा नयाँ कपडा आउँदैन? आउँछ भाइ, तिमी चिन्ता नगर। म मेरो भाइको लागि बेसीतिर गएर नयाँ लुगा लिएर आउँछु है। चामल पनि सकिन लाग्यो। केही उपाय त निकाल्नै पर्छ। खै दाइ, कसरी घर चलाउने? काम पनि पाइँदैन गाउँमा। यो सारङ्गी बुबाको अन्तिम सम्झना हो। यो सारङ्गी बेच्नु पर्छ भाइ। तपाईँ के गर्न लाग्नु भयो दाइ? यो बाबाको अन्तिम निशानी हो। यो बेचेर भए पनि घर चलाउँछु। भोलि जानु पर्ला बेसीतिर माइला। म यो साङ्ग्रगी बेच्न चाहन्छु, मलाई सहयोग गरिदिनुहोस्। मलाई पैसाको खाँचो छ साउजी। किन बेच्न लागेको यो? घर बचाउन। तिमीलाई पैसाको खाँचो छ जस्तो छ। म तिमीलाई यसको 5000 मात्र दिन सक्छु। हुन्छ साउजी, तपाईलाई धन्यवाद। Que pequeña tu vida. सबै सामान पनि किनिसकेँ। अब घरतिर लाग्नु पर्ला। भाइहरू, आमा कति खुसी हुन्छन् होला। वाह दाइ, नयाँ लुगा, दसैँ रमाइलो हुने भयो। बा, मलाई माफ गरिदिनु। भाइहरूको खुसीको लागि यो सब गरे बा। ल दाइ त बाहिर पो बसिरहनु भएको रहेछ। दादाई, धेरै चिन्ता नगर्नु न। तपाईँ नै कमजोर भए हामी कसरी खुसी हुने? केही भएको छैन। माइला, बाबाको याद आयो त्यसैले। हो छोरा, धेरै चिन्ता नलिक, सबै ठीक हुन्छ। तिमीहरू नै मेरो संसार हौ। जहाँ माया हुन्छ त्यहाँ गरिबी पनि हराउँछ।